शरीर थाकेको बेला अलिकति सुत्छु भनेर आँखा झ्याप्पै लगाउन थालेको थिए। आँखा लाग्नु भन्दा अगाडि नै गाईले चाहिँ बच्चा जन्माएछ। अनि के थियो त, लाग्न थालेको निन्द्रा पनि कता हरायो। सो हेलो साथीहरु, सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। आजभोलि चाहिँ दिन रातै सुतेको, साँझ पनि सुतेको, बिहानै पनि सुतेको, दिउँसो पनि सुतेको। अब चाहिँ यसो के गर्नु पर्यो काम भनेर म चाहिँ ओर्नेलाई चाहिँ धुने प्लान बनाए। त्यसपछि चाहिँ पट्याएर ट्याक्कै मैले चाहिँ भाँडोमा हालेर सर्र धारातिर लागे। अब आफैले ओर्ने आफै धुनु पर्यो हैन, कुदिदिन्छ र। अनि भाँडोमा पानी हालेर मैले चाहिँ ट्याक्कै बाडेर घडी सोडा हाले। घडी सोडा युज गर्नुहुन्छ कि तपाई कमेन्ट गर्नु होला। म चाहिँ घडी सोडा युज गर्छु। त्यसपछि चाहिँ त्यो घडी सोडा हालिसकेपछि मैले फनी 20-25 चोटी घुमाएर जबसम्म नगोलिदासम्म घुमाए। त्यसपछि घुलिसकेपछि चाहिँ मैले ओर्नेलाई चाहिँ भाँडोमा हाल्न थाले। एकछिनपछि चाहिँ मैले मस्त खुट्टाले मिची धुन थाले। यस्तो हालत खराब भइरहेको थियो कि तपाईहरुलाई अब भन्न पनि गाह्रो भइरहेछ। ढाड यस्तो दुखिरहेछ नि। अनि जसो तसो गरिसके। अब चाहिँ नुहाइ धुवाइ गर्नु पर्यो भनेर मैले चाहिँ लुगा सुगा खोलाएर नुहाइ धुवाइ गर्न लागे। नुहाइ धुवाइ गरिसकेपछि फ्रेश पनि भयो। दिन रातै सुत्छु नि त, आज चाहिँ फ्रेश भयो। त्यसपछि चाहिँ अझै सुत्छु भनेर अलिकति थकाइ पनि लागेको थियो। त्यसपछि चाहिँ सुत्छु भनेर म चाहिँ अलिकति सुत्न थाले। के थियो त, सुत्नु भन्दा अगाडि नै गाईले चाहिँ बच्चा जन्माएको रहेछ। मलाई चाहिँ तली बोलायो अनि म दौडी चाहिँ गाईको ठाउँमा गए। गाईले चाहिँ आफ्नै जस्तो बच्चा जन्माएको रहेछ। यसको नाम के राख्दा राम्रो होला यसो कमेन्ट गर्नु होला। त्यसपछि चाहिँ गाईलाई पनि के खुवाउनु पर्यो अब बच्चा जन्माइसकेपछि हैन। त्यसपछि चाहिँ म मास ओख्लोमा दल्न थाले। त्यसपछि दलिसकेपछि आगो पनि दन्दनी बालिसके। मलाई चाहिँ पिडो बनाउन आउँदैन, भाइले चाहिँ आउँछ भन्ने, त्यसैले उसले चाहिँ बनाउन लगाए। त्यसपछि उसले चाहिँ सबै सामानहरु हालिसकेपछि अनि त्यसलाई चाहिँ चुलोमा मस्त लगाइदियो। एकछिनपछि चाहिँ त्यसलाई पाक्नलाई छोडिदियो। त्यसपछि चाहिँ म यता आए। जर्मेको 10 मिनेट भएको छैन, दुध चाहियो भनिरहेछ, तर गाईले चाहिँ दिइरहेको छैन। एकछिनपछि दिइहालला, तर आज चाहिँ दिइरहेको छैन। आजको लागि यति नै, भेटौँला अर्को ब्लगमा। राधे राधे।